हेलो एभ्रिवान, स्वागत छ सबैजनालाई फेरि पनि मेरो यो भ्लगमा। अब आज चाहिँ हुन्छ नि कम्प्युटरको पढ्ने। अब भोलि चाहिँ इङ्ग्लिसको पढ्छु म हैन। अब हुन्छ नि अब इङ्ग्लिस के अरे एक्जाम आउनु धेरै दिन छैन, त्यही राम्रोसँग पढ्नु। अब आज चाहिँ हुन्छ नि कम्प्युटरकै फोकस हुन्छ। त्यही यो हुन्छ नि यो थ्योरीहरू चाहिँ रिडर्स नेपालबाट पढ्नु होला हैन। सजिलो छ एकदम, के भन्छ मजाले बुझाएको छ हैन यसमा चाहिँ। अनि त्यही अब हुन्छ नि कम्प्युटरमा चाहिँ हजुरहरूले यो पढ्नु होइन। च्याप्टर 1बाट मोस्ट इम्पोर्टेन्ट चाहिँ सेन्ट्रलाइज डिस्ट्रिब्युसन अनि नर्मलाइजेसन छ होइन। अनि नम्बर 2बाट चाहिँ हुन्छ नि के इम्पोर्टेन्ट छ भने चाहिँ टोपोलोजी अब इम्पोर्टेन्ट छ। नम्बर 3मा चाहिँ इम्पोर्टेन्ट, अब इम्पोर्टेन्ट त यो सबै इम्पोर्टेन्टै छ। नम्बर 3 नम्बर 4बाट त अब हुने कुरो आइहाल्यो नि, प्रोग्रामिङ आउँछ। नम्बर 5मा पिओपी त्यही हो, त्यो भयो। अब्जेक्ट ओरिएन्टेड प्रोग्राम भयो। च्याप्टर 6मा एसटिएलसी अनि त्यसको रोल्सहरू। च्याप्टर 7को त अब आफै गफ हान्ने कुरो भइहाल्यो होइन। त्यही अब लास्ट आवरमा आएर प्रिपेरेसन चाहिँ गर्नै पर्छ मजाले है। अनि हुन्छ नि धेरै जस्तो त प्रोग्रामिङ आउँछ होइन। त्यही पनि हामीले अब आफ्नै तरिकाले गर्नुपर्छ है। अनि यो हुन्छ नि अब यो चुज द करेक्ट हुन्छ। अब हुन्छ नि च्याप्टरको भित्रबाट दिन्छ कि अब यो सके त च्याप्टर पढ्ने बेला बुझेर गर्ने कुरा हो यो होइन। अब यति हुन्छ नि अब आउँदै आएन भने यसो दायाँ बायाँ हुन्छ नि क्वेसन कस्तो छ, राम्रो छन् कि अब के छन् त्यो हेरेर चाहिँ गर्नुपर्छ। टिचरहरूले हेर्दै माग्दै के अरे गर्दै चाहिँ नगर्नु होला, झन् हुन्छ नि हेरिराख्नुहुन्छ। त्यही हो अब यो चाहिँ हुन्छ नि त्यही हो आफ्नै हिसाबमा गर्ने अनि नभए यसो दायाँ बायाँ गर्ने। त्यही हो, राम्रोसँग पढ्नुहोस् है, एक्जाम आउन धेरै दिन छैन। बेस्ट अफ लक सबैजनालाई। त्यही हो, गुड मर्निङ एभ्रिजनालाई होइन, एभ्रिजनालाई सबैजनालाई। अब त्यही हो, हल्का पानी सानी खाएँ उ गरेँ। अनि यो भिडियो हाल्ने बेला चाहिँ हुन्छ नि इङ्ग्लिसको एक्जाम दिइसक्नुहुन्छ होला होइन। सायद यो चाहिँ कम्प्युटरको एक्जाम हुने बिहान हाल्छु हो कि खै त्यस्तै हो होइन। अनि हुन्छ नि कम्प्युटरको एक्जाम चाहिँ कस्तो भयो त्यो चाहिँ भन्न नबिर्सिनु होला होइन। अब आज वातावरण चाहिँ एकदम दामी छ है। अब यो दामी वातावरणमा चाहिँ मजाले हुन्छ नि दामी तरिकाले पढ्नुपर्छ सबैजना होइन। अब एक्जाम आउन 2 दिन, 1 दिन मात्र बाँकी होइन। यो भिडियो हाल्ने बेला त सायद 1 दिन मात्र हुन्छ होला होइन। मजाले अब हुन्छ टक्क दामी वातावरणमा पढ्नुपर्छ हामी। हाम्रो लक्ष्य के हो त्यो सोचेर पढ्नुपर्छ होइन। अब धेरै टाढा छैन पुरा गर्ने दिन, जस राम्रो ल्याउनु पर्छ। अब एक्जाम हुन्छ हुने नै भयो लास्टमा, अलमलमा जति अलमल भयो नि एक्जाम हुने नै भयो होइन। अब त्यही त हो, राम्रोसँग पढ्नुहोस्। अब आज चाहिँ म तरो पढ्छु। त्यही हो, अकाउन्टको गरेर कम्प्युटरको पढ्छु, त्यसपछि इङ्ग्लिसको लास्टमा हेर्छु होइन। त्यही हो, आज चाहिँ सबै सकाइदिन्छु म। अब हुन्छ नि भिडियोमा त मैले सबै सकाउने भने, तर हुन्छ नि तल रुममा आइसकेपछि चाहिँ मेरो माइन्डसेटै हुन्छ नि हल्का चेन्ज भयो कि मैले चाहिँ अकाउन्ट कम्प्युटर इङ्ग्लिसको सबै सकाउँछु भनेर सोचेको थिएँ होइन। तर अब कम्प्युटरकै हुन्छ नि हल्का मेनली फोकस दिउँ भनेर चाहिँ कम्प्युटरको पढ्न थालेँ होइन। अनि हुन्छ नि कम्प्युटर ओपन गर्नु के अरे ल्यापटप खोल्न साथ चाहिँ हजुरहरूको मिठो कमेन्टहरू आइरहेको थियो होइन। त्यसले चाहिँ हुन्छ नि मलाई झन् पढ्न मन लाग्यो कि। अब हजुरहरूको मिठो कमेन्टले गर्दा चाहिँ मलाई झन् पढ्न मन लाग्छ। एक्कासी कत्रो ठुलो पानी परेको पढ्दै थिएँ होइन। एक्कासी यत्रो ठुलो पानी पऱ्यो, के गर्नु अब ढ्याङ पानी पऱ्यो होइन। त्यही हो, अब कम्प्युटरको पढिरहेको थिएँ मैले, एक्कासी ठुलो पानी पऱ्यो हेर्नु है। कस्तो असिना परे जस्तो लागिरहेको, यस्तो ठुल्ठुलो सिधा खसिरहेको छ नि होइन। त्यही हो, अब हुन्छ नि यस्तो ध्यान दिएर पढ्न बसेको, पानी पर्न थाल्यो होइन। पानी परेपछि चाहिँ अब झन् पढ्न मन लाग्छ, हुन्छ नि दर पानी पर्छ होइन। अब पानी पर्ने त त्यही दर त हुने होइन। पानी पर्न थाल्यो होइन, झन् हुन्छ नि पानीको त्यो बास्ना, अब रोड तातेर त्यो कस्तो मिठो बास्ना आउँछ नि, त्यो बास्नाले चाहिँ एकदम ओहो आहा बनाइदियो होइन मलाई। त्यो सुँगेर चाहिँ पढ्न बसेँ फेरि। अब त्यही हो, मैले चाहिँ यो A4 साइज पेपरमा चाहिँ च्याप्टर अनुसार कुन क्वेसन आउँछ भन्ने चाहिँ त्यो लेखेको थिएँ। अब मैले त्यही हो गुरुबाकोबाट हेरेको है। म चाहिँ हुन्छ नि कम्प्युटरको पढिरहेको थिएँ होइन, मस्तै ध्यान दिएर पढिरहेको थिएँ होइन। त्यसपछि अनि मम्मीले खाजा ल्याइदिनु भयो होइन, ओट्स ल्याइदिनु भयो, के अरे कन्ट्रिक्स ल्याइदिनु भयो, अनि टक्क सहित काफल ल्याइदिनु भयो होइन। मम्मीहरू उता स्विजरल्यान्ड पार्क जानुभएको रहेछ होइन। अनि त्यहाँबाट चाहिँ काफल ल्याइदिनु भएको रहेछ टिपेर। अब आमाको माया हुन्छ नि पढिरहेको थिएँ म, बिहानदेखि पढिरहेको छु नि त हुन्छ नि, मिहिनेत गरेर यस्तो मिहिनेत गरेर पढिरहेको छु नि होइन। भोगायो भनेर अनि त्यही हो कन्ट्रिक्स ल्याइदिनु भयो। अनि हल्का यही हो पढेको। अब यस्तो कार्यकुर गर्दै आएको चाहिँ हुन्छ नि हल्का दिमागमा बस्छ। अब झन् काफल खाएपछि त अब झन् दिमागमा बस्ने नै भयो होइन। त्यही हो, राम्रोसँग हेर्नुहोस्। अब फेरि टाइम वेस्ट हेर्नु। आज चाहिँ म राति 1-2 बजीसम्म चाहिँ ढुक्कै बस्छु, डह्रो पढ्छु म आज। अब धेरै दिन छैन,
अब हुन्छ नि जब परिरहेको थियो तब बुढी ताती भन्दा जस्तै अब तात्नु पऱ्यो नि त हामी नि होइन, त्यही हो। अब हुन्छ नि अब खाजा खाँदै मैले चाहिँ एमआरबी दाजुको भ्लग हेर्दै बसेँ होइन। अब हुन्छ नि एमआरबी दाई र अब भाउजू नै भनौँ न, सुरक्षा भाउजूको चाहिँ हुन्छ नि एकदम भ्लग राम्रो राम्रो आउँछ है, एकदम हेर्न मन लाग्छ। अब त्यो हेर्दै हेर्दै हुन्छ नि हल्का रिफ्रेसमेन्ट जति चाहिँ मैले त्यहीँबाट लिएँ, हाम्रो एमआरबी दाजुको भ्लगबाट नै लिएँ। तर पढ्न छोडेर के गरिरहेस् भन्नुभयो होला। अब बिचमा त हुन्छ नि अब रिफ्रेसमेन्ट त चाहियो नि है, अब मान्छे हो हामी सबैजना, मेसिन त होइन नि भनेर भनिदिएँ कि, त्यही रिफ्रेसमेन्ट लिएँ। अनि फेरि अब पढ्न थालेँ, हजुरहरूको एकछिन कमेन्टको रिप्लाई गर्दै पढ्न थालेँ। मैले चाहिँ हुन्छ नि त्यति बेला के पढिरहेको थिएँ भने चाहिँ एसडिएलसी के सफ्टवेयर डेभलपमेन्ट हुन्छ नि लाइफ साइकल पढिरहेको थिएँ। अनि त्यसको हुन्छ नि पोइन्टहरू कतिवटा लगभग त्यस्तै 6वटा जति पोइन्ट छ होला होइन। अनि त्यो चाहिँ पढ्न थालेँ होइन। त्यो हुन्छ सजिलो रहेछ, तर त्यही हो मैले चाहिँ प्रोग्रामिङहरूलाई चाहिँ हुन्छ नि ध्यानै दिएको थिएन। अनि त्यही अनुसार मैले भिडियो अपलोड नै गरिरहेको थिएँ। अब एक्कासी अँध्यारो भएछ है, के गर्नु, ओहो एक्कासी अँध्यारो भएछ। अब पानीसानी पढेको कारणले चाहिँ हुन्छ नि हल्का चिसो थियो, त्यसपछि हुडी लागेको चाहिँ अनि फेरि पढ्न बसेँ। हुन्छ नि कम्प्युटरको पढिरहेको छु तर केही दिमागमा बसिरहेको छैन कि, किन हुन्छ नि अब ध्यान अन्त्यतिर भएर होला है मेरो। अन्त हजुरहरूको चाहिँ त्यस्तो नहोस् भन्ने चाहन्छु। तर त्यही हो, अन्त हल्का हल्का पस्न त पसेछ है दिमागमा। अब त्यही हो, अब हुन्छ नि सेट क्वेसनबाट नि सजिलो त सजिलै छ, सबैजना क्वेसनहरू सबै सजिलो छ। अब हामीले चाहिँ हुन्छ नि टाइम चाहिँ भ्याउँदैनौँ गर्न जस्तो लाग्छ, किनभनेपछि चाहिँ प्रोग्रामिङले अल्झाइदिन्छ के ओभरै। अनि त्यही हो, टाइम नै देखेर चाहिँ मैले हजुरहरूलाई हल्का अब यो भ्लग चाहिँ हुन्छ नि के नमिल्यो के नपुगेको जस्तो हुन्छ होला होइन। त्यसको लागि चाहिँ मनैबाट सरी हजुरहरूलाई हुन्छ नि। अब टाइम छैन, त्यही हो, यो कन्टेन्ट थियो अब कन्टेन्ट हाल्नै पऱ्यो होइन। कति त्यस्तै एउटा हो कि 2टा कन्टेन्ट थियो, अब त्यो हाल्नै पऱ्यो। जे जस्तो भयो नि हजुरहरूले हेरिदिनुहुन्छ। अब त्यही हो, हजुरहरू नि पढ्न बस्नुहोस्, टाइम धेरै खेर चाहिँ नफाल्नु है, त्यही भन्न चाहन्छु। अब बेस्ट अफ लक सबैजनालाई यो एक्जामको लागि, अब आउने एक्जामको लागि सबैजनालाई बेस्ट अफ लक। त्यही हो, जय नेपाल। यदि मन पऱ्यो भने चाहिँ हुन्छ नि लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गर्न चाहिँ नबिर्सिनु होला होइन। त्यही हो, एकअर्कालाई हुन्छ नि सपोर्ट गर्दै जाने हो हामीले चाहिँ हुन्छ नि। त्यही हो, अब हुन्छ नि यो कन्टेन्ट हालिसकेपछि चाहिँ अब भिडियो आउँदैन होला। अब बिचको इकोनोमिक्सको 4 दिन बिदा छ होइन, त्यति बेला चाहिँ हाल्छु होला सायद होइन। त्यही हो, अब राम्रोसँग एक्जाम दिनुहोस् हजुरहरू नि, राम्रोसँग पास हुनुहोस्, राम्रोसँग पढ्नुहोस्। त्यही हो, बेस्ट अफ लक सबैजनालाई मेरो तर्फबाट। अनि जय नेपाल है।